Good morning everyone, myself Tarun Chandra from class 9. Today I am here to explain my project. My project name is organic evolution. Now I am going to explain evolution. Evolution भनेको कुनै पनि organism मा एउटा समयमा एडभान्स वाला सिम्पल वाला एडभान्स परिवर्तनलाई evolution भनिन्छ। त्यसका केही एभिडेन्सहरू छन्, जस्तै प्लान्टोलोजिकल एभिडेन्स। प्लान्टोलोजिकल एभिडेन्स भनेको पहिलाका अर्गानिजमहरू यस्तो थिए। नाउ अहिलेको अर्गानिजमहरू यस्तो छन् भने यस्तो प्रोसेसलाई प्लान्टोलोजिकल एभिडेन्स भनिन्छ। त्यस्तै हाम्रो नेक्स्ट एभिडेन्स छ मोर्फोलोजिकल एनाटोमी एभिडेन्स। यसो मतलब ह्युमनको, ब्याटको र वेल, हर्स र बर्डको सबैको भित्रको अर्गनहरू सेम छन् तर भित्रको अर्गन सेम छन् तर बाहिरको डिफ्रेन्स छ। त्यस्तोलाई कम्पेरेटिभ र मोर्फोलोजिकल एभिडेन्स भनिन्छ। त्यस्तै अब नेक्स्ट छ एम्ब्रियोइक एभिडेन्स। एम्ब्रियोइक एभिडेन्स भनेको फिस, सेलमेन्डर, टर्टल, चिकन, ऱ्याबिट, ह्युमन भनेको यिनीहरूको जुन एम्ब्रियोइक पार्ट छ त्यो सबैको सेम छ। त्यस्तालाई हामीलाई एम्ब्रियोइक एभिडेन्स भनिन्छ। त्यस्तै नेक्स्ट छ हाम्रो एभिडेन्स फ्रम ब्रिज एनिमल। यो भनेको त्यस्तो अर्गानिजम जसले जुन चाहिँ न त म्यामल हो न त एभिस र तिनीहरू अन्डा पनि दिन्छ र त्यो मिल्क पनि दिन्छ। त्यस्तो अर्गानिजमलाई ब्रिज एनिमल भनिन्छ। त्यस्तै हाम्रो भेस्टिजियल अर्गन भनेको त्यस्तो अर्गन जो हाम्रो बडीमा छन् तर त्यो काम लागेको छैन, त्यस्तो अर्गानिजमलाई भेस्टिजियल अर्गन। त्यस्तै हाम्रो नेक्स्ट छ एभिडेन्स फ्रम फोसिल। यसो मतलब पहिला जुन अर्गानिजमहरू थिए तिनीहरूको फोसिलबाट हामीले अध्ययन गर्नुलाई एभिडेन्स फ्रम फोसिल भनिन्छ। थ्याङ्क यू।